हेलो गाइजहरू, स्वागत छ तपाईलाई हाम्रो मिनी भ्लगमा। हामी चाहिँ आज अजुरकोट गाउँपालिकाको कालिका मन्दिरमा घुम्न गइरहेका छौँ। त्यहाँ चाहिँ यस्तो धेरै चाहिँ लालीगुराँसहरू छन् नि, थरीका छन्। अब हामी त्यहाँ गएर रमाइलो गर्नेछौँ है, हेर्नेछौँ। गाइजहरू, भिडियोलाई कन्टिन्यू हेर्नु होला। अब हाम्रो यात्रा यसरी सुरु हुन्छ, तर यहाँ चाहिँ मान्छेहरू मेकअप गर्दैछन्। मेकअपले नभ्याएर यस्तो राम्रो कस्तो 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 देखेको त? मेकअपले राम्रो देखेछ, राम्रै मान्छे देखिरहेछ। अब हामी चल्छौँ। हामी चाहिँ अहिले भन्छ कादारबुत अस्पतालबाट निक्ल्यौँ, प्रस्थान गर्दैछौँ अजुरकोट मन्दिर कालिका। त्यहाँ चाहिँ लालीगुराँसहरू छ। बाई बाई। अनि कस्तो लागिरहेको छ? एकदमै रमाइलो। अब हामी घुम्न जाँदैछौँ होइन, यस्तो पारामा। कस्तो अल्छिला जस्तो होइन, निद्रा लागिरहेको छ होइन? एकछिन उतै सुतेर आउँ न त। उतै त्यो पनि ठिक छ। आज बरु त्यहाँ नाइट बस्न मजा आउँथ्यो कि अजुरकोटमा। नमस्ते बा, नमस्ते आमा। अहिले चाहिँ हामी हजुर ठ्याक्क चोकमा आइपुग्यौँ। यहाँ चोकमा चोक चाहिँ अहिले धेरै चेन्ज भइसकेको छ, परिवर्तन भइसकेको छ है। अहिले यस्तो भइसकेको छ यो चाहिँ चोकहरू यस्तो अहिले त यति फराकिलो भइसकेको छ, ठुलो भइसकेको छ। भ्लग बनाउँदैछु दिदी, यस्तो ठुलो भइसकेको छ। अहिले त यहाँ फलफुल पसल पनि आएछ त। फलफुल पसल पनि आएछ, ठिक छ। ब्याङ्क पुरा यस्तो ठुलो भइसकेको छ नि बाटो त है। तर यो बाटो पिच भयो भने त फेरि बवाल देखिन्छ नि है। यस्तो दामी भइसकेको छ कि पहिला कति साँगुरो थियो होइन, अहिले त यस्तो ठुलो फराकिलो आइरहेको छ, दामी छ। हामी चाहिँ अहिले ठ्याक्कै चोकमाबाट बाहिर निक्लिँदैछौँ। के छ आराम? ओ ब्रदर, के छ आराम? बाटो हिँडिरहेको छौँ। यो बाटो पहिला यस्तो साँगुरो थियो होइन, अहिले त यस्तो फराकिलो आइसकेको छ है। यस्तो फराकिलो भइसकेको छ। यतापट्टि बसपाक जाने चोक। हामी चाहिँ अनि हामी चाहिँ यो बाटो यस्तो जाँदैछौँ। अब हेलो गाइजहरू, हामीले होइन यो स्प्राइट मात्रै होइन क्या, रेड बुल पनि खायो होइन र? इन्डिङ हानिदिन्छौँ होइन। यताबाट बस आएन, नत्र म हिजो नआएको भए आज त्यसलाई लालीगुराँसहरू फुलेर रातै भएका छन्, हेर्न सक्नुहुनेछ। हामी चाहिँ आयौँ अहिले लालीगुराँस गार्डनमा। हेर्नुहोस्, लालीगुराँस फुलेर रातै भएछ रे। हेर्नुहोस्, लालीगुराँस फुलेर रातै भएछ। हेर्नुहोस् यहाँ तल भिर कस्तो छ। हेर्नुहोस्, लालीगुराँस फुलेर आमामामा, हेर्नु कस्तो रातो, आमामामा कस्तो राम्रो। लालीगुराँस फुलेर हेर्न रातै भएछ। गुराँसै फुल्यो बनैमा, मेरो मन झुल्यो तिम्रो मनैमा। राम्रो छ काली, राम्रो राम्रो मुड फ्रेस यस्तो भएछ। के छ? यस्तो रमाइलो। हेर्नुहोस्, लालीगुराँसहरू झकमक्क फुलेछ। हामी चाहिँ यस्तो आइरहेछौँ। यहाँबाट यस्तो देख्यो, तर मौसम अलिक फुलिरहेको छैन। यस्तो फुलिरहेछ लालीगुराँस। लालीगुराँस बतास चल्यो, बतास चल्यो, बतास चल्यो।
थाके म त लौ न भिडियो कि फोटो अब हामी त्यो डाँडामा पुग्छौँ फोटो पनि खिच यहाँ चाहिँ लाली गुराँस फुलेर यहाँ हो त्यो यहाँ आउ न काली छपक्कै भएछ लाली गुराँसहरू फुलिरहेछन् तर कुन चाहिँले हो त्यस्तो फोहोर फाल्दैछ त्यस्तो गर्न नहुने थियो हामी चाहिँ गुराँसको नगरीमा छौँ कस्तो लागिरहेछ हुन्छ गुराँस जङ्गलमा यहाँ के झरे जस्तो लाग्यो गुराँस चाहिँ बाटो हेर्नु कस्तो रातो भइसकेको छ पुरै बाटो पुरै यस्तो रातो रातो अलिक कम गुराँस 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 यो हो गुराँस यो गुराँस नानी हो यो गुराँस नानी हो गुराँस नानीको डाइरेक्ट मेरो दुश्मन हो कि गुराँस नानी होइन हुन्छ हेर्नुहोस् यस्तो छ गुराँस फुलेको छ गुराँसै फुल्यो बनैमा देखाइदिनु न मेरो मन झुल्यो तिम्रो मनैमा माया बिरानो भएरै गो हजुर एकचोटि कम फुलेको एकचोटि कम फुलिरहेछ गुराँस नभए डेन्जरै फुल्थ्यो क्या हो तपाईँ के भनिदिन चाहनुहुन्छ के बोल्न चाहनुहुन्छ हाम्रो दर्शक श्रोता महानुभावहरूलाई अब एकचोटि भए पनि लाइफमा चाहिँ आउनु पर्यो यसो घुम्नलाई चाहिँ टाइम मिलाएर आउनु पर्यो आउनु पर्यो अजिरको धेरै टाढा डाँडामा पनि छैन धेरै गाह्रो पनि छैन छैन आउनु बिहान आए दिनभरि घुम्यो बेलुका फर्किनु पनि भ्याइन्छ होइन फर्किन नि पाइयो पाइयो होइन आउनुहोस् आएर चाहिँ तपाईँको चाहिँ गुराँसको मनोरञ्जन हेर्न सक्नुहुन्छ तपाईँ रमणीय दृश्यहरू छ यहाँ हो नि कालिका माताको दर्शन गर्नुहोस् अजिरकोटको भत्सेक भन्ने ठाउँ घुम्नुहोस् सिरान डाँडा घुम्नुहोस् नम्कीमा चाहिँ एक छाक लोकल खाना खाएर जानुहोस् यहाँको हो नि फेरि फर्केर यता त गर्नु आउन मन लाग्छ उम्, जाने र अगाडि फर्क्यौँ है त्यहाँ एकछिन बस्ने कि गर जाऊँ न त एकछिन के छ हामी त्यहाँको भ्यूहरूले बस्छ त्यहाँ चाहिँ एकचोटि यताको पुग्ने भ्यू कुरा छ होइन राम्रो छ त्यहाँ भन्दा नि त्यहाँ त के भ्यू नै देखिरहेको छैन हौ त्यहाँबाट सबै पाउडर एकदम धेरै छ क्या मेरो फेसमा सर छैन त्यस्तै फिल भइरहेछ माछा नि यस हामी चाहिँ यसरी स्वागत छ साथीहरू तपाईँलाई मेन भर्सेस वाइल्डमा हामी अहिले फुल टिप्न गइरहेका छौँ रुखमा कसरी चढ्ने भनेर कसरी फुल टिप्ने भन्ने कुरा म तपाईँलाई सिकाउन गइरहेको छु लड्नुहुन्छ बिस्तारै यार गाह्रो छ छोड्दो चिप्लिन्छ कि जुत्ता छोडिदिनु है मलाई त डर लाग्छ लडेर छोडिदिनु सन्तोष सर छोडिदिनु न ओए तोड्नको लागि होइन तोड्नको लागि ओए मलाई डर लाग्यो क्या छोडिदिनु न सर मेन भर्सेस वाइल्डमा आइसकेपछि डर के आके जित भन्ने कुरालाई जहिले पनि त्यहाँबाट भिडियो खतरा हुन्छ यसो त्यो टिप त त्यो नै त्यो टिप पनि हुन्छ यो चाहिँ राम्रो छ खालि कस्तो राम्रो अनि अर्को त्यो
छोड्यो नि त म त्यहाँ बाँच्छु पानी छ तिम्रो लिन न हेलो गाइसहरू म चाहिँ अहिले गुराँसको रुखमा छु गुराँस हेर्नुहोस् झकमक्क गुराँस फुलिरहेछ गुराँसको रुखमा छु म हेर्नुहोस् कसले तेरो फोन अब हामी फर्किँदैछौँ होइन अब चाहिँ हामी फर्किँदैछौँ घरतिर लाली गुराँसहरू यस्तो हेरेर रमाइलो गरेर अब चाहिँ हामी फर्किँदैछौँ घरतिर लाली गुराँसहरू यस्तो हेरेर रमाइलो गरेर हेरेर चाहिँ अहिले लाली गुराँसको महोत्सव चलिरहेछ